एकदमै मिठो भएको छ है। अझ म त कस्तो रुन मन लागिरहेछ। म त टोलाको टोलै भएँ, भिडियो नै भएन त। यति सिस्नु चाहिँ थोरै। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। सो नमस्ते सम्पूर्णमा वेलकम एन्ड वेलकम ब्याक अगेन टु अ नो लभ टु इट। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ अनि मलाई पनि एकदमै ठिकठाक छ। अनि बाइ द थम्बनेल एन्ड टाइटल हजुरहरूले थाहा पाइसक्नुभयो कि आज चाहिँ म के बनाएर खान जाँदैछु भनेर। सो नामलाई चाहिँ मेरो साइली फुपूले गाउँबाट सिस्नु ल्याइदिनु भएको थियो। सो सिस्नु र ढिँडो खाऊ भनेर चाहिँ मलाई एकदमै खान मन लागिरहेको थियो क्या। अनि अरू बेलामा पनि म ढिँडो अलिअलि त खाने गर्छु कि आज चाहिँ पुरै ढिँडो मात्रै खाने भनेर सिस्नुसँग अब चाहिँ बनाउनतिर लागौँ। पनि के भन्नु, मलाई बनाउन आउँदैन अनि मलाई ढिँडो उडाल्न पनि आउँदैन, सिस्नु बनाउन पनि आउँदैन। अनि आज चाहिँ मम्मीले बनाउनुहुन्छ, मम्मीले बनाउनु भएको नै भिडियो बनाउँछु म पनि। अनि त्यो ढिँडो उडाल्नलाई सिक्न खोज्नेछु, किनभने मैले योभन्दा अगाडि पनि कतिचोटि सिक्न खोजेँ कि तर हुँदैन भने क्यानी होला पछि प्यारी समझ गई। यो बजारले बुझिसक्नुभयो। ल अब चाहिँ ढिला नगरिकन बनाउन जाउँ ल। अनि अब चाहिँ सुरु भइसकेको छ। यो चाहिँ सिस्नुको लागि। अनि यसरी पानीमा मकैको पिठोलाई राखेर उमाल्नुपर्छ अरे। मम्मीले पनि, मेरो मम्मीले बनाउनु भएको देख्नुभएको अरे सानोमा। उहाँहरू त यस्तै खाएर हुर्किनु भएको नि त। अनि म चाहिँ अब अहिले भिडियो बनाउँदैछु, नेक्स्ट टाइम चाहिँ खाएँ भने म आफैले बनाउने छु ल। उम्लिसकेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि अब चाहिँ म यसमा सिस्नु राख्दैछु। हाम्रो त सिस्नु पनि मम्मीले त्यो नाङ्लोमा राखेर सुकाइदिनु भएछ अनि कस्तो नराम्रो देखिएको छ। फर द फर्स्ट टाइम सिस्नु खानेवाला छौँ हामी चाहिँ। सिस्नु चाहिँ मम्मीले चाहिँ सुकाउन राख्नुभएछ अनि सुकेछ क्या। अब यो कस्तो हुन्छ थाहा नै छैन है। आई होप कि यो मिठै हुन्छ। लेट्स सी। सिस्नु म चाहिँ यहाँ सिस्नु फिर्दैछु। अब चाहिँ लगभग यो पाकिसकेको छ अनि यसलाई चाहिँ फिर्दैछु। अनि चाहिँ मम्मीले फिट्नु भएको, यस्तो छिटो फिट्नुपर्छ नि। अनि यता चाहिँ हाम्रो ढिँडोको लागि रेडी भइसकेको छ। अनि ढिँडो पनि लगभग रेडी भइसक्यो। अनि म चाहिँ सिक्दैछु। आउँदैन क्या, हुँदैन खोइ किन बल नपुगेर हो कि नजानेर हो कि जति सिकाउँदा नि हुँदैन। जो सिक्ने कोसिस गरिरहेको छु म चाहिँ अलिअलि। मम्मीले त कस्तो छिटो गर्नुहुन्छ, कस्तो मजाले गर्नुहुन्छ, आफूले गर्दा चाहिँ हुँदैन। ल साथीहरू, हाम्रो सिस्नु र ढिँडो चाहिँ रेडी भइसकेको छ। अब हेर्दा चाहिँ कस्तो नखाइ नि खाउँ जस्तो देखिएको छ। अब कस्तो भयो छ अब खाएपछि नि थाहा हुन्छ। ल साथीहरू, हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ मासु पनि रहेको छ अनि सिस्नु अनि लोकल मकैको सेतो मकैको ढिँडो। अनि आज चाहिँ सिस्नु र ढिँडो खान जाँदैछौँ। म अहिले यो सिस्नु चाहिँ दोस्रोचोटि खाँदैछु। एकचोटि चाहिँ हाम्रो हेमा आन्टीले बनाएर दिनुभएको थियो, एकदमै मिठो भएको थियो। अनि यो चाहिँ दोस्रोचोटि खाँदैछु, हजुरहरूले देख्न सक्नुहुन्छ। अनि यो भिडियो हाम्रो हेमा आन्टीले हेर्दै हुनुहुन्छ भने हजुरलाई पनि धेरै सम्झिरहेछौँ है। एकचोटि आउनु ल आन्टी, मिलाएर। ल साथीहरू, हाम्रो ढिँडो चाहिँ रेडी भइसकेको छ। अब चाहिँ खानेछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ सिस्नु अनि थोरै मासु पनि छ अनि लोकल सेतो मकैको ढिँडो। ल अब चाहिँ ढिला नगरी खाउँ है त साथीहरू। खाएँ ल। कस्तो मिठो भएको छ। मलाई त आउँदैन यो बनाउनलाई, मम्मीले बनाउनु भएको। हाम्रो मम्मीले पनि उहाँको मम्मीले बनाएको देख्नुभएको थियो अरे।
अनि त्यही भएर त्यसरी नै बनाउनु भएको एकदमै मिठो भएको छ है अझै यो म यहाँ के मिलाउँदा चिसो भएको यस्तो मिठो भएको छ नि यो सिस्नो र ढिँडो मासु चाहिँ फेरि सिस्नोसँग मात्रै खान सक्दिनँ कि भनेर चाहिँ मासु राखेको तर एकदमै मिठो भएको छ साथी आमा मैले यत्रो ढिँडो खाइसकेँ अनि म चाहिँ किन त्यतिमै बसिरहेछ मैले फ्रन्ट क्यामेराबाट बनाएको थिएँ भिडियो नै भएन त धन्न यति खान सक्दिनँ भनेर राखिरहेको थिएँ अघि नै देखेँ किन त्यति बसिरहेछ भनिरहेको छु क्या म चाहिँ अनि म चाहिँ फ्रन्ट क्यामेराबाट बनाइरहेको थिएँ अनि किन चल्दैन भनेको त भिडियो नै रोकेर बसिरहेको रहेछ त्यत्रो खाना खाइसकेँ यत्रो खाना खाइसकेँ भिडियो नै भएन छ साथी म के गरौँ अनि भिडियो स्टप भएको कारणले चाहिँ मलाई बोल्नमा नै लागेन कि जाँगरी चलेन अनि मेरो भिडियोमा चाहिँ डिस्टर्ब भएको भएर कुनामा चाहिँ भोल्युम सानो गरेछु कुनामा म्युट गर्दैछु त्यसको लागि सरी भन्न चाहन्छु ल कस्तो अक्का लाग्दो रहेछ हौ यो सिस्नो त मैले यत्रो धेरै ढिँडो चाहिँ पहिलोचोटि हो है अब पहिला मम्मीले घरमा ढिँडो बनाउने बेलामा चाहिँ थोरै खाइरहेको हुन्थ्यो तर भिडियो बनाउने भनेर अहिले चाहिँ यत्रो धेरै राखेको थिएँ नि त अब यति चाहिँ सक्दिनँ भनेर राखेको थिएँ भिडियो नै नभएको रहेछ अनि त्यही भएर चाहिँ अब बिस्तारै कुरा गर्दै भ्याइदिएँ मैले चाहिँ भित्रपट्टि फुपू मम्मी बाबा खाँदै हुनुहुन्छ यस्तो हल्ला छ के खाना खानु आजको भिडियो त झन्
कस्तो स्पेसल बनाउने भन्दा थिएँ कस्तो म त टोलाको टोलै भएँ भिडियो नै रोकिएछ अब कति बेलाबाट रोकियो थाहै भएन म त कस्तो रुन मन लागिरहेछ यति सिस्नु चाहिँ थोरै छ सकिन मासु पनि थोरै छ सकिन अब यति नै हो साथी ल साथी मैले चाहिँ भ्याएँ अनि भिडियो कस्तो भयो मलाई थाहा भएन पुरै आजको त झन् स्पेसल बनाउने भनेको त्यस्तै भयो साथी अब नेक्स्ट टाइम फुपूले सिस्नु ल्याउनु भयो भने आई विल ट्राई के राम्रो बनाउने अनि धेरै धेरै धन्यवाद भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा आजको लागि चाहिँ यति नै गर्छु सबैजना आफ्नो टेक केयर गर्नु होला बाइ बाइ सी यु इन माई नेक्स्ट वान